अनलाइनमा पनि कुरा गरेको थिएँ कि कति 5 लिटर दुधको 1 किलो खुवा बन्छ। भैँसीको छ भने 21 देखि 23% बस्छ खुवा। गाईको हो भने चाहिँ 18 देखि 19% बस्छ। गाईको कम बस्छ। 20% भन्ने चाहिँ मतलब के भन्दाखेरिमा चाहिँ 1 लिटरको चाहिँ 200 ग्राम चाहिँ खुवा बस्ने रहेछ। भनेपछि अब 5 गर्नुहोस्, 5 कति भयो? 5000 ग्राम भनेको त्यो कति भयो? 1 किलो भयो होइन। त्यो भएर 5 लिटर दुधको 1 किलो चाहिँ के भन्दा खुवा बस्छ। त्यो रहेछ परेको यसमा पनि लगभग 6 देखि 7 लिटर दुधको कति बस्छ? 1 किलो चाहिँ। त्यसपछि ल्याएर 70 डिग्रीमा झारिसकेपछि बल्ल भेनेगर हालेर चलाउने भन्छ। कतिपय केसमा हामीले उम्लिँदै पनि हाल्ने चलाउने गरिन्छ होइन। र यसको कन्सन्ट्रेसन भन्दाखेरिमा अब 1 to 1.5 अथवा 2% भन्छ है। 1 to 1.5 वा 2% भने कति हुन जान्छ ल? 100 ml मा 2 ml भयो भने चाहिँ 1 लिटरमा कति भयो? 20 ml करिब हाम्रो यहाँ 3 लिटर 3 देखि 4 लिटरको आसपासमा हुनुपर्ने दुध है। त्यो अनुसार चाहिँ हामीले अब यसमा कति राख्नुपर्ने भयो? अनि अरू कुरा के हुन्छ भन्दाखेरिमा चाहिँ अब यो यसको कन्सन्ट्रेसन कस्तो छ त्यो अनुसार फरक पर्छ है। राम्रो क्वालिटीको छ भने चाहिँ थोरै हाल्यो पनि भइ नै हाल्छ। क्वालिटी कतिको छैन भने चाहिँ के हुन्छ भन्दाखेरिमा चाहिँ जति हाले पनि गरेको त्यो क्वालिटी नै नहुने। तर कहिलेकाहीँ चाहिँ अब हामी चाहिँ यो अहिले कन्सन्ट्रेट मिल्क पाउडरको रूपमा खुवा भन्छौँ। खुवा आइसक्रिमहरू कोपुलेटरहरूको जम्ने चाहिँ पनिर छेना। अर्को हाम्रो फर्मेन्टेड मिल्क पाउडरमा हामीले बनाउन लागेको दही र दही सँगसँगै हाम्रो लस्सी त्यो कुराहरू छ। यो हाल्ने अनि चलाउँदै गर्ने सुतिलो कपडाले मात्र ढाकेर कसरी हुन्छ त्यसलाई तातो बनाउनको लागि चाहिँ अलिक टेम्परेचर बढोस् भनेर त्यसरी राखेर चलाउनु हुन्छ। त्यही नै हो। अब चाहिँ हामी त्यो खोइ दही Little